नमस्कार, यहाँलाई हार्दिक स्वागत छ। म कुशल शर्मा फेरि आज हामी रोमानियाबाट अरू कन्ट्री जाँदा कुन कुन कन्ट्रीमा अथवा भिजा लिनुपर्छ या पर्दैन भन्ने विषयमा जानकारी लिँदैछौँ। यहाँबाट नेपालीहरू अत्याधिक मात्रामा पोल्यान्ड गइरहनु भएको छ। यो हामीलाई थाहा भइरहेको कुरा हो। हालचालै पोल्यान्डको कानुन चेन्ज भएको हुनाले त्यहाँ चाहिँ तपाईँ गइसकेपछि काम गर्न पाउनुहुन्न, अनुमति प्राप्त गर्न सक्नुहुन्न। त्यसैले विभिन्न दलहरूबाट पर्लो नपरेर तपाईँ जाँदै हुनुहुन्छ भने सावधान रहनुहोला। अहिले यहाँबाट भिजिट भिसामा अथवा भिजिट गर्नका लागि तपाईँ जान सक्नुहुन्छ, तर निश्चित समयभित्र तपाईँ जुन देशमा काम गर्दै हुनुहुन्छ त्यो देशमा चाहिँ फर्किहाल्नुपर्ने हुन्छ। पोल्यान्डले कानुन संशोधन गरेर यो कुरा जानकारी गराएको छ र यो कुरा जानकारी नभइरहेर अनि तपाईँ जाँदै हुनुहुन्छ, केही हुँदैन भन्ने कुराले जाँदै हुनुहुन्छ भने तपाईँ त्यहाँ गएर गैर कानुनी ठहरिनु भयो भने तपाईँलाई यहाँ आउनका लागि 5 वर्ष निषेध गरिनेछ। त्यहाँबाट निषेध गर्नेछ। विभिन्न युरोप कन्ट्री आउन, कुनै पनि युरोप कन्ट्री आउन तपाईँले पाउनुहुने छैन, तपाईँ सक्षम हुनुहुने छैन। त्यस कारणले तपाईँले विभिन्न एजेन्सीहरू समाएर एजेन्सी मार्फत तपाईँले लिगल्ली प्रोसेसका लागि अनुमति लिएर मात्रै त्यहाँको काम गर्ने, अनुमति प्राप्त प्रमाणपत्र लिएर मात्रै पोल्यान्डमा गएर काम गर्नुहोला भनेर भन्न चाहन्छौँ। विभिन्न अपडेटका लागि हामीसँगै रहनुहोला र विभिन्न केही तपाईँका लागि जिज्ञासा लाग्यो भने हामीसँग प्रत्यक्ष म्यासेज गरेर हामीलाई सम्झन र सोध्न सक्नुहुनेछ। त्यसका लागि तपाईँले मेरो फेसबुक पेज फलो अनि लाइक गर्न नभुल्नुहोला। धन्यवाद।